हामीहरू चाहिँ अब यहाँ बत्ती बालेर अब बत्ती बाल्यौँ। यहाँ मैले बत्ती बालेँ। अब हामी यहाँबाट जाँदैन लाग्दैछौँ। जय पाथिभरा माता, रक्षा गर्नुहोस्। तिलक लगाइदिने माताहरू हुँदो रहेछ। माताहरूबाट हामी तिलक प्रसाद लाउँछौँ। अब चाहिँ फाइनली हामी तल झऱ्यौँ। ठुलो फेदीबाट तल झर्दैछौँ। अब लौरो टेक्दै टेक्दै झऱ्यो ठुलो फेदीबाट तल। अब गलिस दिदी गलियो गल्नै परेन हिँडेपछि त के गर्नु। अब गुराँसको जङ्गल सबै गुराँसको बोट रहेछ। बाटो यस्तो अप्ठ्यारो सजिलो छ। कोही अझै अप्ठ्यारो थियो अरे, माटो थियो अरे। अहिले त ढुङ्गा छापेको रहेछ। लु भान्जीले मामी देखिन। अब गुराँसको जङ्गल छ। रमाइलो हुँदो रहेछ हिँड्न चाहिँ। भोलि गल्यो भने चाहिँ के हुन्छ थाहा छैन। अहिले हिँड्नु चाहिँ त रमाइलो छ। आज हामीलाई मौसमले पनि साथ दियो। पानी पनि परेन। हिजो रातभरि पानी परे पनि। अघि हिमाल पनि देख्न पाइयो। अहिले घाम पनि देखिँदैछ। रमाइलो छ है गाइजहरूलाई। पाथिभरा माताको दर्शन गर्न आउनुभयो भने सजिलै रहेछ। अहिले त गाडी भनेको सुकेटारसम्म तपाईँहरूले ल्याएकै गाडीले मजाले सजिलै आउँछ। त्यहाँ पछाडि चाहिँ यहाँको फोर व्हिलरहरू नै बोलेरोहरू नै लिनुपर्ने हुँदो रहेछ। बाटो लास्टै हिलो धुलो, पानी पराउने हिलो, गाडी चक्काको भासिने, घाम लगाउने धुलो उड्ने बिजोकै रहेछ बाटो चाहिँ। त्यसपछि ठुलो सानो फेदीसम्म आइपुगेपछि चाहिँ त्यहाँबाट ठ्याक्कै 6 घन्टा लाग्यो होला हामीलाई माथि पुग्नलाई। उकालो चढ्दाखेरि चाहिँ बिस्तारै 2-4 पाइला चलो उभियो, 2-4 पाइला चलो उभियो गर्नुपर्दा ओह्रालो झर्दा चाहिँ जिउलाई पछाडि ढल्काउने अनि हिँड्ने बिस्तारै 2-4 पाइला गर्दै सजिलो हुँदो रहेछ। ओह्रालो झर्न चाहिँ उकालो भन्दा। ल अब अलग ठुलो फेदीबाट पनि तल सानो फेदीमा आइपुग्न लागिसक्यौँ। मौसम अझै पनि उज्यालै छ। गलियो अब चाहिँ ज्याकेटको गर्मी भएर खोलेर टाउकोमा राख्नु पर्यो। गर्मी हुँदो रहेछ अब त।
गलियो मजाले गलियो ओह्रालो झर्दा 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 माथिबाट धेरै गलिसक्यो लौरी टेक्दै टेक्दै ल पाथिभरा मन्दिरबाट झरियो है हजुर जिन्दगी दामी छ ए हुन्छ साइड दिउँ फाइनल्ली सानो फेरि काफ्ले पार्टी आइपुग्यो ल काफ्ले पार्टी बजार आइपुग्यो अब यहाँबाट गाडीमा जाने हामी पटमा त विशाल छोयो भने उसलाई दिनु त्यहाँ रह्यो राम्रो आएको छ अगाडिबाट चाहिँ राम्रो आउँछ खन्दै झर्दै पन्छाउँदै हेरेर बाटो यो मध्य पहाडी लोकमार्ग यो झुलाघाटदेखि चिवा भन्ने जाने बाटो अल नेपाल
पश्चिमदेखि पूर्व अगाडि बस्ने मान्छेलाई गाह्रो भइहाल्यो नत्र त भिडियो बनाउनु पर्थ्यो।